नमस्कार साथीहरू। केराबारी गाउँपालिका वडा नम्बर 4 छघारेमा जडान भएको 100 केबीको ट्रान्सफर्मर चट्याङका कारणले चाहिँ जल्न पुगेको छ, जसले गर्दा हामीले चाहिँ सेरिज गरेर बत्तीसम्म बालेछौँ र उक्त ट्रान्सफर्मर बदली गर्नलाई ट्रान्सफर्मर पोस्टभन्दा केही माथि रोड छ। रोडसम्म चाहिँ हामीले गाडीबाट लग्यौँ र गाडीबाट उतारेर हामीले ट्रान्सफर्मर पोस्टमा लानलाई चाहिँ साथीहरूलाई सहयोग मागेका छौँ, जसमा चाहिँ साथीहरूले बाँसको सहायता र डोरीको सहायताले ट्रान्सफर्मर बाँधेर बोकेर लगिँदैछ। बाटो पनि अप्ठ्यारो छ, अलिकति नजिकै भए पनि र गरौँ पनि छ, साथै पानी परेर चिप्लो भएको कारण लानलाई अलिकति कठिनाइ भएको देखिन्छ। र पनि साथीहरूले भरपुर सहयोग र आफूले सकेसम्मको बल विवेक प्रयोग गरिरहनु भएको छ। ट्रान्सफर्मर आएको खुसी एक तरिकाको छ, जसले गर्दा उहाँहरू हर्षित हुँदै हाम्रो एरियामा आएको ट्रान्सफर्मर जडान गर्छौँ भनेर लागि पर्नुभएछ। धन्यवाद।